आउँछ 26.32 आउँछ यो तिम्रो अर्को कन्डिसन भयो तर यस्तो त नहुनु पर्ने यार यो त 0 देखि 26.32 भन्नु भने ह ल ठिकै छ एकचोटि हेर सेट हेर त सरको सेट हेर त त्यसमा छ क्या त्यसमा सरले स्किप हान्नु भएको छ यो देखाकै छैन हेर न एकचोटि पर्खै सरले यो वाला पार्ट गरे हैन जस्तो लाग्यो मलाई स्टेबिलिटी बाइलिनियर स्टेबिलिटी यही वाला हैन जे 1 2 कतिवटा छ हाम्रो पावर दुईटा छ अनि त्यसपछि 2 into 3 minus 2 गर्नुपर्छ के अरे 4 वटासम्म जान्छ हैन कि कसो हो कि हैन -3 चाहिँ हो के अरे 2 into 2 minus 3 चाहिँ हो के अरे 1 सम्म त जान्छ 2 into 3 minus 1 हैन 2 into 2 0 minus 1 1 2 तीनटा छ नि त अलरेडी 1 सम्म त जान्छ यो हुन्छ नि तिमीले यसमा जे भ्यालु हुन्छ त्यो सब्स्टिट्युट गर्छौ अब जे स्क्वायर को हुन्छ 1 चाहिँ z स्क्वायर मा यसमा तिम्रो के छ भन्दाखेरि -1 हजुर तिम्रो अन्तिममा तीनटा वाला सम्म पुर्याउनु पर्छ के तिम्रो हैन यो वाला फर्मुला लाग्छ 2 into n - 3 गर्छौ यति सम्म जान्छ अनि n कति हो यहाँ 2 हैन हाम्रो n2 हो ए 4 मा 8 4 3 हो 2 into n - 3 2 into n - 3 ल ल ल त z1 भनेको तिम्रो हाम्रो अब z स्क्वायर मा 1 छ कोएफिसिएन्ट z1 मा के छ कोएफिसिएन्ट -1.368 plus 0.368 k छ कोएफिसिएन्ट अनि 0 मा के छ 0.368 plus 0.264 k छ हैन ल छुटे छुटे ब्र्याकेटमा हाल्दिन्छु म यसको एउटा भयो यसको एउटा भयो अलि सानो भएर देखिएन ल यो माइनस भित्रै छ माइनस भित्रै छ ल यति छ हैन अब तिमीले यसमा यसको नेसेसरी कन्डिसन के छ त an should be greater than कि less than सुरुमा त लेस देन हो सायद तर सुरुमा लेस देन हो त्यसपछि चाहिँ ग्रेटर देन छ सबै bn ग्रेटर देन b0 छ एन्ड सो अन हैन भन्छ an को भ्यालु कति छ तिम्रो an को भ्यालु कति छ n भन्नाले 1 छ के अरे an भनेको a2 को हो हैन कि पर्ख फर्स्ट को माथिको हुन्छ मैले उल्टो भनेको क्या हो एकैछिनको मैले उल्टो भन्दै कि जस्तो लाग्यो पर्ख म एकैचोटी सोल्युसन हेर न सोल्युसन नि पर्खै म स्टेबिलिटीको लागि तिम्रो नेसेसरी कन्डिसन मिट भयो सफिसिएन्ट कन्डिसन मिट भएन भने पनि अनस्टेबल हुन्छ हैन यहाँ 0 छ तिम्रो गयो गयो 2.39 पुग्छ गयो गयो 26.32 पुग्छ तिम्रो नेसेसरी कन्डिसन भनेको चाहिँ यति भित्रमा पर्नुपर्छ भन्ने भयो सफिसिएन्ट कन्डिसन भनेको यति भित्र पनि पर्नुपर्छ भनेर भनिदिरा यसले अब 0 वाला केस त 0 नै केस भयो किनभने एउटा मात्र हाम्रो आछ सल्युसन हैन 0 को खासै हेर्नु परेन तर यति भित्र मात्र हुनुपर्छ स्टेबल भनेर भन्दै तिम्रो सफिसिएन्ट कन्डिसनले अब बाइ सम केस यतातिर आयो भने त के हुन्छ हाम्रो अनस्टेबल हुन्छ भनेपछि किनभने सफिसिएन्ट कन्डिसन मिट हुँदैन नेसेसरी कन्डिसन मिट हुन्छ सफिसिएन्ट कन्डिसन मिट हुँदैन हैन भनेपछि तिम्रो के को भ्यालु कति हुनु पर्यो त 0 देखि 2.39 सम्म हुनु पर्यो यही हो आन्सर ल सेटमा जाम है त फेरि स्क्रिन शेयर पर्खै मिट ल यो पर्खै यो हैन यो ल derive the pulse transfer function of PID controller derive the pulse transfer function of PID controller यहाँ छ तिमीले यतिकै भनेर त्यो वाला क्वेशन खै त्यो हेर्नु पर्छ यार मैले रट्टा हाने हैन सरले गराउन चाहिँ भएको छ के अरे तीनटा पार्ट भन्ने यो यसमा छ PID हेर त यसैमा त छ नि हैन र PID को पर्खै रुट लोकस यो भन्दा त अगाडि हुनु पर्ने जस्तो लाग्छ पर्खै स्पष्ट छैन होला PID को यसमै थियो त डिजिटल कन्ट्रोल रुट लोकस अहिलेसम्म चाहिँ सोधे छैन सोध्यो भने त्यसको त ब्रेक इन पोइन्ट ब्रेक आउट पोइन्ट के निकाल्नु पर्छ यार यसमा छैन क्या कहाँ छ तिम्रो PID को छ छन चाहिँ हैन र मैले नि खोइ भेट्ने स्टेबिलिटी पछि RH पछि ट्रान्जिएन्ट व्हाटएभर रुट लोकस
रुट लोकस पठाएछ क्लासमा छैन सायद क्लासमा छैन त्यसो भए आउँदैन त्यो उडाले दिँदैन भएन उसको क्वेसनै गराएको रहेछ रुट लोकस छन चाहिँ छ यहीँ मैले नोटमा कता हो मैले अहिले चाहिँ च्याप्टर भेटाइनँ 3 मा होला छाड्दियो च्याप्टर 3 मा होला त्यही डिजाइनको दुईटा क्वेसन मात्र गराएछ नोटमा हैन नोटमा दुईटा मात्र गराएको छ ए। त्यो पिआई कन्ट्रोलरको एउटा छ अनि अर्को त्यही ड्याम्पिङ के वाला छ रुक त यही वाला गराएको छ क्यारे एउटा नोटमा कुन कुन छ एकचोटि हेर त यही सी नम्बरको 4C को गराएको एउटा चाहिँ ल यो नोटको दुईटा बाहेक सिटमा हेरौँ त सुरुदेखि मतलब एक्स्ट्रा कुन हालेछ हेरौँ है त यो बुझ यो वाला त हाम्रो उसको मात्र भयो है यो भनेको तिम्रो साइन्सबाट यही क्वेसन गराएको हो एउटा रेगुलर क्वेसन सेम क्वेसन रिपिट भयो रेगुलरमा अनि त्यसपछि यो भनेको अन्डर ड्याम्ड फ्रिक्वेन्सी त्यहाँ चाहिँ यो गराएको छैन पिडी कन्ट्रोलरको चाहिँ यो गराएको छैन क्लासमा डिजाइन ड्याम्पिङ रेसियो यो ट्राई गर्नुपर्छ क्या दिएर छ अनड्याम्ड फ्रिक्वेन्सी दिएको छ तिम्रो एन्ड द अनड्याम्ड फ्रिक्वेन्सी ओमेगा एन पनि दिएको रहेछ क्यापिटल टी को भ्यालु पनि दिएको छ सजिलै छ क्या आयो त कुन सेटको यो उसको 80 चैत्र रेगुलर ठिकै छ तल हेर्नु अरु नै हेर्नु त्यो सजिलै छ जस्तो लाग्यो है मलाई रविले सेट गरिरहेछ के तीनटाको त्यसमा होला ए रविले साँच्चै गरे खानी साँच्चै मैले नि मसँग छ होला त्यो त ल यो के छ जेरो छ यो भनेको त्यही अघि नैकै क्वेसन हो ठिक छ तल अघि नै हाम्रो क्लासमा गराएको क्वेसन हो यो स्याम्पलिङ पिरियड 0.2 हो क्लासमा गराएको छ यो र त्यो दुईटा गराएको थियो यो वान अफ देम चाहिँ त्यो यो भनेको तिम्रो द डिजाइन ड्याम्पिङ रेशियो दिएको छ 8 स्याम्पल्स पर साइकल अफ ड्याम्ड साइनुसोइडल असिलेसन भनेपछि ओमेगा एस बाई ओमेगा डी को भ्यालु अघि नै चाहिँ 10 दिएको थियो अब चाहिँ यसको भ्यालु 8 दिएको छ क्यापिटल टी को भ्यालु दिएको छ अनि यो तिमीले के भने ओमेगा एस ओमेगा डी ओमेगा एस बाई ओमेगा डी को भ्यालु हाम्रो क्लासमा गराएकोमा चाहिँ 10 भनेर दिएको छ यसमा चाहिँ 8 भनेर दिएको छ के सेट कुन हो यो भनेको 78 चैत्र ल यो दुईटा भयो अरु त ल गर त यो हो अनि त्यसपछि तिम्रो यो भनेको 77 रेगुलरको यो गराको यो हाम्रो क्लासमा गरेको क्वेसन हो यो क्लासमा होइन फंक्सन फरक रहेछ यसको अर्को फंक्सन चाहिँ फरक छ जस्तो लाग्यो म चेक गर्छु फंक्सन चाहिँ फरक छ s + 0.4 दिएर चाहिँ हामीले s + 1 भनेर गराउनु भएको थियो त्यति फरक छ अलिकति फरक छ ठीक छ पोस्ट ट्रान्सफर फंक्सनमा पीआईडी कन्ट्रोलर भन्ने यहाँ नि सोधेर है सोध्नु चाहिँ ल यो भयो एउटा अनि त्यसपछि 76 मा के सोधे हो यो 2 सेकेन्ड ड्याम्पिङ यो पनि हाम्रो क्लासमा गराएकै क्वेसन हो त्यो हेर त माथि गर तले अलि माथि रेगुलर जति ब्याक हैन न यो भनेको रेगुलर हेर न रुट लोकस सोधिएछ त रुट लोकस सोध्या यसमा कहाँ सोधेको छ तिमी क्वेशन पढ न तल 4 को ए 4 को डिजाइन कहाँ युजिङ रुट लोकस अप्रोच पो भने हो त रुट लोकस बना भने होइन हामीले जुन गरे त्यही हो क्या त्यो एंगल क्राइटेरियन भनेकै रुट लोकस अप्रोच हो रुट लोकसै ड्र गरेर गर्ने भनेको यो रुट लोकस अप्रोच भनेको त्यही एंगल क्राइटेरिया भन्न हामीले कन्ट्रोल सिस्टममा गरे हो त त्यही हो रुट लोकस बना भने होइन त्यो तिमीले दुई तीनटा पोलहरुको मात्र बनाउँछ रुट लोकस बनाएर गर्छन् पनि गर्दा चाहिँ हुन्छ है तर के सजिलै त्यहीबाट हुन्छ त रुट लोकस बनाउन त झ्याउछन् तिमीले मलाई ब्रेक इन पोइन्ट ब्रेक अवे पोइन्ट भन्ने निकाल्नु पर्छ 75 भाद्रमा एंगल क्राइटेरिया मात्र त एंगल त्यो त त्यही नै गर्ने हो ल यो भनेको तिम्रो के छ क्लोज लुप भन्छ अनड्याम्ड नेचुरल फ्रिक्वेन्सी ओमेगा एन दिएको छ उ दिएको छ जीटा दिएको छ स्याम्पलिङ पिरियड पनि दिएको छ फंक्सन चाहिँ चेन्ज गरेछ अरु सबै हाम्रो गरायो छैन ओमेगा डी हैन ओमेगा एन दिएको छ यसमा यो अनड्याम्ड नेचुरल फ्रिक्वेन्सी के अनड्याम्ड भनेको तिम्रो नेचुरल फ्रिक्वेन्सी ओमेगा एन भो के हैन ओमेगा डी हो त ओमेगा डी भनेको त ड्याम्ड फ्रिक्वेन्सी हो नि
ओमेगा डी त किन दिनु हो ओमेगा डी होइन होला जेटा स्क्वायर गर्ने हैन ओमेगा डी दियो ओमेगा डी दिएको छ अनि तिमीलाई ओमेगा एन निकाल्नु पर्यो भने चाहिँ त्यो गर्ने हो तर यही त ओमेगा डी हो नि अनडैम्प्ड यो ओमेगा डी होइन क्या यो ओमेगा अनड्याम्प्ड भनेको ड्याम्प नगरेको नेचुरल फ्रिक्वेन्सी भने हैन त ओमेगा एन हो क्या यो भनेको ड्याम्प हुनुभन्दा अगाडिको हेर न त्यो पनि कन्फर्म गर अनि यसपछि कुन चाहिँ यो कुन चाहिँको हो भन्दाखेरि लु 75 को हो यो त्यसपछि तिम्रो यो अन्तिम कति आउँदैन यार तिम्रो उ त जेरो यही क्वेसन हैन सुरुको जिरो यस सुरुको 0 आयो त्यसपछि हाम्रो 10 डिवाइड बाइ 6 भनेर आएको छ त्यसपछि हाम्रो 10 डिवाइड बाइ 6 पछि 18.18 आयो 18.18 पछि मैले गरेर इन्डस दियोस् त्यो 1/5 आएको थिएन जस्तो लाग्यो है मलाई क्लासमा नि नआएको जस्तो ल ल माथि गर त ल कुन चाहिँ प्यारललमा प्यारलल प्रोग्रामिङ ल यसकै क्वेसन गर्ने हो यसकै चाहिँ गर्नु कतिवटा क्वेसन छ यसमा यो एउटा हो एउटै छ ल त्यही गर्दै ओके वन नोटमा गए ल यसमा प्यारलल प्रोग्रामिङ गर्नु पर्दैन यसलाई पार्शियल फ्र्याक्सनले छुटाउनु पर्छ कि फेरि यो छुटाउने अलि झ्याउ खालको क्वेसन रह्यो क्या z डिवाइड बाइ x of z equals to 4z minus 1 z square plus 1.2z plus 1 z plus 0.1 z square minus 0.3z plus 0.8 ओहो यसको अब पार्शियल फ्र्याक्सन गर्न अलिकति ज्याउ छ यसको खोलेर गर्दा कस्तो हुन्छ z स्क्वायर हुन्छ z के कमन लिन मिल्दैन तल गर्नु पर्छ z स्क्वायर प्लस 0.3z छ नि त्यसलाई के गर्न यो तिम्रो कम्प्लेक्स वाला दुईटा पार्टमा छुटाउन मिल्छ युज गर्छौ भने तर होइन भने तिम्रो कम्प्लेक्स छुटाएर सल्भ गर्ने एउटा तरिका छ कि त तिम्रो त्यो नेचुरल वाला गर्नुपर्छ क्या के भन्छ तिम्रो सपोज हैन y अफ z डिवाइड बाइ x अफ z हैन हुन चाहिँ यसरी चाहिँ होइन जस्तो लाग्यो मलाई तर a डिवाइड बाइ z प्लस 0.1 प्लस bz प्लस d डिवाइड बाइ z स्क्वायर माइनस 0.3z 0.8 हुन्छ क्या अनि तिमीले यो इक्वल्स टु त्यो भनेर गर्नुपर्छ सरले हेर त कसरी गरेछ हेर त सरले कसरी गर्नुभयो यसको रुकाई के गर्नुभएको छ सरले यही गर्नुभएको तर यो पार्ट स्किप हान्दिनु भएको ए पर्ख जेड भन्छ यहाँ जेड कसरी आयो जेड ए होइन दुवैतिर जेड हान्दै रहेछ पर्खै ए यो डिजेड बाइ जिजेड बाइ जेड वाला टर्ममा लग्न खोजेको छ तर पछि हराएर जान्छ क्या रे यो त्यस्तै लाग्यो ए जिजेड बाइ यो वाला टर्ममा लगाएर छ अघि नै हामीले सुरुमा पार्शियल फ्र्याक्सन गर्दाखेरि एक्सजेड बाइ जेड वाला टर्ममा लगाएको थियौँ नि त्यो रुका यही गरेर छ म त्यही तरिकाले गरिदिन्छु त्यसो भए पर्छ मैले क्लासमा चाहिँ यसरी नगरे जस्तो लाग्यो तर ठिकै छ लेट्स कन्टिन्यू हैन x y अफ z भनेको यो भनेको तिम्रो g अफ z हो है यसलाई सुरुमै तिमीले मल्टिप्लाइड बाइ z हान्दिन्छौ प्लस 1 होल डिवाइड बाइ z प्लस 0.1 z स्क्वायर माइनस 0.3z प्लस 0.8 सुरुमा यो गर्छौ नि यसलाई चाहिँ तिमीले पार्शियल फ्र्याक्सन गरेको छ क्या त्यो क्वेसनमा यसलाई a डिवाइड बाइ z प्लस b डिवाइड बाइ z प्लस 0.1 प्लस cz प्लस d डिवाइडेड बाइ z स्क्वायर प्लस होइन z स्क्वायर माइनस 0.3z प्लस 0.8 यो गरेको छ है
यो युज गर्छु म ल अब यसमा ए सबैको भ्यालु निकाल्नलाई के गर्छु भन्दाखेरि यो इक्वल टु यो गरेर एउटा तरिका चाहिँ यस्तो छ 1 z स्क्वायर प्लस 1.2 z प्लस 1 डिभाइड बाइ यो हुन्छ नि त यो भनेको यसमा तिमीले इक्विभ्यालेन्ट गर्दिन मिल्ने हुन्छ तर हामी के गर्छौं भन्दाखेरि सुरुको पार्टलाई चाहिँ हामीले अलिकति पहिलाको मेथडहरुले स्किप हान्दिन्छौं भन्नाले तिम्रो a को भ्यालु त निकाल्न सक्छौं हामीले a को भ्यालु भनेको तिम्रो z ले यो होललाई मल्टिप्लाई हान्दिन्छौ अनि 0 ले सब्स्टिट्युट गर्दिन्छौ त्यो भनेको तिम्रो के हुन्छ 4 इन्टु 0 माइनस 1 0 0 0 प्लस 1 यहाँ जे बाँकी छ डिभाइड बाइ तल पनि 0 गर्छु 0.1 इन्टु यहाँ 0 हुन्छ इन्टु 0.8 हुन्छ a को भ्यालु यसरी डाइरेक्ट निस्किन्छ -4 डिभाइड बाइ 0.1 इन्टु 0.8 -50 आयो a को भ्यालु है b को भ्यालु पनि त्यसै गरी निकाल्न मिल्छ कति आयो -50 आयो a को भ्यालु चाहिँ ल अब b को भ्यालु चाहिँ के गर्छौ तिमीले यही अघि नै हाम्रो पुरानो मेथड युज गर्छौ b को भ्यालु यहाँ 0.1 छ भने चाहिँ -0.1 को भ्यालु यहाँ ओरिजिनल वालामा यो बाहेकको पार्टमा सब्स्टिट्युट गर्दिन्छौ 4 इन्टु z को भ्यालु -0.1 भन्छ a गर्छु म हैन -1 क्याल्कुलेटरमा हान्दै छु है म a स्क्वायर के छ प्लस 1.2 इन्टु a प्लस 1 डिभाइड बाइ a इन्टु त्यो पार्ट भएन a स्क्वायर माइनस 0.3 इन्टु a प्लस 0.8 a को भ्यालु हाम्रो -0.1 राख्नु पर्यो यो केसमा b को भ्यालु चाहिँ तिम्रो 46.619 आयो मेरो ठीक छ ल अब c र d को लागि चाहिँ हामीले यो वाला पुरानो मेथड युज गर्दा हुन्छ कि त त्यो गर्दा हुन्छ कि त तिमीले यसलाई पनि हैन कम्प्लेक्सको दुईटा पार्टमा छुट्याएर गर्न पनि मिल्छ तर त्यो चाहिँ नगर मैले क्लासमा गरे त धेरै टाइम लागेको छ त्यो गर्ने हुँदाखेरि हुन्छ अब -50 डिभाइड बाइ z प्लस 46.619 डिभाइड बाइ z प्लस 0.1 प्लस cz प्लस d डिभाइड बाइ z स्क्वायर प्लसै लेख्न आउँछ यार मलाई सधैँ -0.3z प्लस 0.8 इक्वल्स टु यो वाला पार्ट 4z माइनस 1 z स्क्वायर प्लस 1.2z प्लस 1 डिभाइड बाइ z प्लस 0.1 तलको पार्टहरु काटिन्छ तर मल्टिप्लाइड भए हुन्छ मल्टिप्लाई गर्नुपर्छ अनि मल्टिप्लाई गरेर अब कस्तो छ यसको यसलाई डाइरेक्ट के गर्न मिल्छ कि यसको स्किप गर्न मिल्ने हेरौँ है z को भ्यालु के राख्न मिल्छ तिमीले भन्दाखेरि एउटा कुरा z को भ्यालु के राख भन्दाखेरि तर फेरि यो उ जान्छ हैन cz जानुपर्ने z को भ्यालु एकचोटी के राख 0 राख के ए 0 राख्न मिल्दैन है यसले दिदैन सिम्प्लिफाई गर्नु पर्दैन ल हैन पर्छ यसलाई सिम्प्लिफाई गर्नु भन्दा पनि z लाई कमन लिदिए भने मैले के हुन्छ z लाई कमन लिदिउँ हैन ए होइन दिदैन रहेछ यार यसले थुक्क सिम्प्लिफाई हान्नै पर्छ यसलाई -50 z प्लस 0.1 z स्क्वायर माइनस 0.3 के z प्लस 0.8 मैले क्लासमा चाहिँ यसै गरी गरेको थिएँ तर यो धेरै लामो मेथड छ कि अब यसको अर्को स्किप गर्न मिल्ने मेथड छ यसको मलाई याद नभएको यसै डेरिभेटिभ गर्नेवाला के छ क्या यसको हुन्छ यो हो प्लस धेरै लामो हुन्छ यार यसरी गर्ने हुँदाखेरि तर गर्ने मैले चाहिँ भ्याएको चाहिँ थिएँ यो हुन्छ इक्वल्स टु 4z माइनस 1 z स्क्वायर प्लस 1.2z प्लस 1 हैन अब चाहिँ z को भ्यालु के राख्न मिल्छ यता z 0 सब्स्टिट्युट गर्दियो भने फेरि यो सबै उडेर जान्छ त्यो नगरौँ हैन z को भ्यालु के सब्स्टिट्युट गर्दाखेरि सेफ हुन्छ हाम्रो कि त c कि त d बाँकी हुनु पर्यो क्या अरु त्यो बाहेक केही नै बाँकी नहुनु पर्यो यो -0 राख्न मिल्दैन 0 राख्न मिलेन अझै सिम्प्लिफाई हान्नुपर्छ क्या हो रुकै मैले क्लासमा कसरी गरेको थिएँ यसको म पल्टाउँछु यो भनेको हाम्रो कुन चाहिँको थियो पार्शियल फ्र्याक्सन ए ला यस्तो यसको यो क्वेशनको त गराएको थिएन नि त मैले पार्शियल फ्र्याक्सन के अरे प्यारल के यही त हो नि त्यो कपी छैन यार छोड्दियो यसको अर्को तरिका छ है गर्ने पर्ख लेट मी रिमेम्बर है यही हुन्छ z को भ्यालु 1 राख्ने
1 राखिदियो भने के हुन्छ यो जान्छ ठिक छ अनि राखिदिउँ न z को भ्यालु 1 राख्दा हुन्छ 1 c राख्यो + भने d यता गरिदियो तपाईँ जान्छ कि पुरै 0 हुन्छ राइट ह्यान्ड साइड त्यो गर्दा हुन्छ राइट साइड सबै 0 हुन्छ जुन सजिलो हुन्छ त्यो त राख्दै हो ठ्याक्कै राम्रो भने यार तिमीले c + d * 1.1 हुन्छ z को भ्यालु 1 राख्दिएपछि यो त जादैन के अरे सब्स्टिट्युट गरौँ न के आउँदो रहेछ 50 * 1.1 * 1 - 0.3 + 0.8 -82.5 यो भनेको हाम्रो z = 1 राखिदिएको है 82.5 हो 46.619 into 1 - 0.3 + 0.8 यो हुन्छ +69.928 इक्वल्स टु 0 भयो हैन इक्वल्स टु तिम्रो c + d को भ्यालु आउँछ यसरी दुईटा इक्वेसन निकाल्न मिल्छ नि त हो त गर्ने नै यही हो तिमीले ठ्याक्कै भनेको ठ्याक्कै मिला यार 8 हुन्छ अनि आन्सर डिभाइडेड 1.1 इक्वल्स टु 11.429 आयो अब त्यसपछि z को भ्यालु अरु कुनै राख्दा भयो अरुको के राख्दाखेरि बेस्ट हुन्छ हाम्रो z को भ्यालु 82 आउँछ कि 87 आउँछ कस्तो 82 हो कि 87 हो ठिकै छ छाड 82 नै आएको ठिक छ 82 नै यो क्याल्कुलेसन यताउता भयो होला अलिअलि अहिलेलाई अर्को कुरा अर्को के राख्न मिल्छ c + d को एउटा राखे हैन 0 राख्न मिल्दैन 1 राखिसक्यौं कम्प्लेक्स भ्यालु राख्नु त नपर्दै हुन्थ्यो कुनै राखिदिएर गरौँ न त अब c + d भनेको c 1 भनेपछि अब 2 राखिदिउँ न त के छ र हैन -1 हाल्दा के त्यही ठाउँमा रिप्लेस हाल्दा त्यो क्याल्कुलेसनमा अब मैले त्यो क्याल्कुलेसन त्यसरी गरिन -1 -1 राखेर नि केही फाइदै हुँदैन नि 2 राख्नु उ राख्नु सेम त हो नि हैन र 2c + d मैले 2 नै गरे तिमी त्यसरी गर नि त 4 into हैन a minus 1 into a square plus 1.2 into a plus 1 हुन्छ यहाँ a को भ्यालु चाहिँ हाम्रो राख्दै आन्सर 29.6 हैन plus 50 into 0.1 into a square minus 0.3 into a plus 0.8 हुन्छ minus 46.619 into 2 into a square to a plus 0.8 कति 79 आउँदो रहेछ क्या हो ठिकै छ c को भ्यालु एउटा आउँछ d को भ्यालु अर्को आउँछ यसरी गर्दाखेरि हुने रहेछ अलि लामो चाहिँ लामै रहेछ यो हुन्छ 1 हुन्छ 1 1 यसको अर्कै थियो के तरिका मैले पहिला हामीलाई उ सरले सिकाएको जस्तो लाग्छ र मैले बिर्से यसको के थियो ल 67.57 आयो minus 56.14 आयो यो आएको छ छैन क्या हो क्याल्कुलेसन मिस्टेक भयो कहीं 155 पर्यो c को भ्यालु 7 आउनु त्यही मिलेन छ 7.38 आएको छ त्यही क्लासमा चाहिँ मिलाएको थिएँ मैले यहाँ क्याल्कुलेसन मिस्टेक गरेको त क्याल्कुलेसन कतै मिस्टेक भयो यार मेरो सेकेन्ड वालामा क्याल्कुलेसन मिस्टेक गरे मैले पक्कै पनि तिमीले गरेछौ तिमीले कुन चाहिँ गर्यौ ठिकै छ सरको क्याल्कुलेसन हेरेर अगाडि बढाउँ त अब जस क्याल्कुलेसन लिएरै गरौँ हैन ल ठिकै छ सरले जे गर्नु भएको छ कति आएको सरको 155 7.38 7.38 हुन्छ एउटा d को भ्यालु चाहिँ 4 point कति हो 4.04 हो ल 4.05 लिउँ न त हामीले चाहिँ लु गरेर गरौँ सल्भ गर्ने यसै यहाँ मिस्टेक भएको छ है मेरो यो 79 आउँदैन अरु के आउँछ हुन्छ यसलाई सब्स्टिट्युट हान्दिउँ हाम्रो ओरिजिनल उसमा a को भ्यालु हामीसँग छ -50 डिभाइड बाइ z प्लस b को भ्यालु हाम्रो 46.619 डिभाइड बाइ z प्लस 0.1 प्लस 7.38 z प्लस 4.05 होल डिभाइड बाइ z स्क्वायर माइनस 0.3 z प्लस 0.8 ल यो हाम्रो निस्क्यो है gz बाइ z को भ्यालु निस्क्यो यसमा z ले मल्टिप्लाई हान्दिदा हुन्छ सुरुमै
अब GZ चाहियो नि त हामीलाई यो इनफ्याक्ट यो कमन लिएर गर्नु पनि पर्दैन थियो मलाई थाहा भएसम्म तर अब गराएर चाहिँ यसरी नै गर्दिउँ z plus 0.1 plus 7.38 z square plus 4.05 z divided by z square minus 0.3 z plus 0.8 अब इच पार्टको गर्ने हो तिमीले ठ्याक्कै अघि गरे जस्तै एउटा पार्ट त -50 आउँछ तर प्यारललमा जान्छ के यसपालि चाहिँ हजुर इन्भर्स गरौँ न जेड इन्भर्समा लगेर जेड इन्भर्समा किन लग्नु ए सरी जेड पावर -1 हो सरी त्यो त लग्नुपर्छ त्यो म जस मेथड चाहिँ यही थियो भनेर भन्न आँटेको थिएँ एएस हुन्छ तिम्रो एउटा बिएस निस्किन्छ स्ट्यान्डर्ड प्रोग्रामिङबाट निस्किन्छ सिएस अनि जेडहरू निस्किन्छ अनि यसलाई समेसन गरिदिने हुन्छ क्या प्यारललमा त्यति फरक हो हुन्छ तिम्रो कति आउँछ भन्दाखेरि 4z 46.619 डिभाइड बाई 1 + 0.1 जेड इन्भर्स अनि अर्कोको अब यसलाई सल्भ गरिदिउँ न पहिला त्यही स्ट्यान्डर्ड उसकै मेथडले गर y dash of z डिभाइड बाई x dash of z को यो भनेको ल अब भन के यो इक्वेसन पछि के गर्ने सेकेन्ड वाला पार्ट भयो हैन यो तिमीले अघि हाम्रो स्ट्यान्डर्ड प्रोग्रामिङमा जे गराएको थियौ त्यही गर्छौ अब भन्दाखेरि के आउँछ तिम्रो y dash of z equals to 46.619 times h of z x को निकाल्दैन भने h of z निकाले हुन्छ मर्को h of z equals to x dash of z minus 0.1 z inverse h of z आउँछ हो अब यसलाई तिमीले ल्याडरमा देखाउँछौ ए ल्याडर भन्न आउँछ के रे ब्लकमा देखाउँछौ सुरुमा इनपुट आउँछ हाम्रो x dash of z एउटा समेसन पोइन्टमा जान्छ समेसन पोइन्टबाट निस्किन्छ हाम्रो यहाँ एउटा यस्तो z इन्भर्स चाहिरहेको छ हाम्रो यहाँबाट त एउटा उच निस्किसक्यो h of z निस्किसक्यो तर यो इक्वेसन कम्प्लिट गर्नलाई z इन्भर्समा जान्छ 0.1 मा जान्छ यहाँ प्लस भएको हुन्छ यहाँ कतै माइनस हुन्छ यो पार्ट भयो अब h of z वाला पार्ट अझै अगाडि आउँछ 46.619 ले मल्टिप्लाई हुन्छ तिम्रो यो y dash of z आयो एउटा लु एउटा पार्टको भयो यो यति बुझे ल नेक्स्ट ल अब नेक्स्ट भनेको तिम्रो थर्ड वाला पार्टको गर्नु पर्यो भनेको तिम्रो y dash of z डिवाइड बाइ x dash of z को अबको चाहिँ भ्यालु के छ 7.38 z स्क्वायर प्लस 4.05 z डिवाइड बाइ z स्क्वायर माइनस 0.3 z प्लस 0.8 ल इक्वेसन hz को पहिला लेख्नु ल त hz को x dash of z माइनस को सट्टा प्लस भयो यहाँ 0.3 ए पर्ख यसलाई इन्भर्स गर्न बाँकी भयो नि त पहिला इन्भर्स गर्नुपर्छ सरी इन्भर्स गर्न छुट्या ल y dash of z डिवाइड बाइ x dash of z इक्वल्स टु स्क्वायरलाई कमन ल्याउँछौ 7.38 प्लस 4.05 z पावर -1 डिवाइड बाइ 1 माइनस 0.3 z पावर -1 प्लस 0.8 माइनस 2 z पावर -2 ल कति बज्यो 11 भइसकेछ ल फेरि भन त ठिक छ यहाँबाट पहिला एजेड गरौँ एजेड इन्भर्स गरेको सम्म ठिक छ लु तल 1 भनेको 1 भएको बेला त्यही एक्जेड गर्ने अनि एक्जेड गरिसकेपछि माइनस भने प्लस यो साइन चेन्ज हुन्छ ठ्याक्कै यो साइन चेन्ज हुन्छ नि एजेड मल्टिप्लाई एजेड माइनस 0.8 z इन्भर्स एजेड यसै गरी yz पनि निकाल्दा अब y dash z हुन्छ सरी यो केसमा त्यो भनेको हाम्रो 7. yz मा जस्ट जे छ माथि जे छ त्यो मल्टिप्लाई गर्दियौ हैन एजेड सँग त्यसमा hz ले मल्टिप्लाई हान्दियो ठ्याक्कै हो हेरे इक्वेसन हेरे थाहा छ स्ट्यान्डर्ड हो यसमा प्यारललमा
स्ट्यान्डर्ड नै गर्ने तिमीले, तर यो इच उसमालाई गर्ने हो कि इच फ्र्याक्सनको लागि गर्ने हो क्या। तिम्रो यसको लागि एउटा, यसको लागि एउटा, यसको लागि एउटा गर्ने अनि तीनटालाई समेसन हान्दिने क्या। सिरिजमा नि त यही त गरेको हो नि, तर सिरिजमा चाहिँ हामीले के भन्छ सिरिजमै राखिदिएको थियौँ, पालै-पिलो राख्दा थियौँ। प्यारललको केसमा चाहिँ हामीले समेसन गरिदिन्छौँ क्या अन्तिममा तीनटालाई। अब यसको कस्तो आउँछ ब्लक हेर एकचोटि हैन। जेड जान्छ तिम्रो एउटा समिङ पोइन्टमा जान्छ, एउटा जेड इन्भर्स, अर्को जेड इन्भर्स यहाँ जेड -2 हो क्या रे। अनि एउटाबाट गएको तिम्रो के छ 0.3 भएर गएको छ, -0.3 भएर गएको, माइनसमा गयो। यसबाट गयो अर्को 0.8 भएर गयो, यस्तो भयो। पक्का त एक्सिट माइनस गरिदिने ल। त्यसपछि यो त आफै माइनस गरिन्छ। यो भनेको तिम्रो एचजेड छ यहाँ, यहाँ तिम्रो जेड इन्भर्स एचजेड छ। त्यो त बुझिहाले, त्यो भन्नु पर्दैन क्या अब। 4.05 मा मल्टिप्लाइड भयो, यो तिम्रो 7.38 मा मल्टिप्लाइड भयो, अनि यो यहाँ अर्को समिङ पोइन्टमा सम हुन्छ। दुईटा छ यहाँ यसको आउटपुट आयो। अब हाम्रो तीनटै ब्लक निस्किसक्यो क्या। अब चाहिँ फर्स्टको ब्लक त हेर दुईटा त गरे हो, तर फर्स्टको त हाम्रो -50 मात्र छ नि त। भनेपछि त्यो खासै चिन्ता लिनु परेन, पुरै मेथड गरेर देखाउनु परेन। भनेपछि के हुन्छ एउटा ब्लक भनेको -50 मात्र हुन्छ है। अर्को ब्लक भनेको यो माथिको यो वाला ब्लक हुन्छ, यो पुरै हुन्छ। तिमीले एकैचोटि बनाउँछ क्या बनाएको बेलामा चाहिँ। अब मैले त यहाँ तीनटा देखाउनलाई बनाएँ हैन, बनाएको बेला एकैतालमा बनाऊ तिमी चाहिँ। पनि यस्तै बनाउन त मिस्टेक हुन्छ त। ल त्यो मिस्टेक हुन्छ भने यसरी नै गरे, यसरी गर्दा हुन्छ। जेड इन्भर्स यस्तो घुम्यो 0.1, यस्तो गयो माइनस प्लस, यहाँबाट तानेर एउटा निस्क्यो है। यो अब 46.19, यो एउटा भयो, यो अर्को भयो। अब यो बाहेक तिम्रो अर्को एउटा तल यहाँ प्लस प्लसै हुन्छ यो हुन चाहिँ। अर्को तलको ब्लक भनेको यहाँ वाला ब्लक हुन्छ, यता बनाउँछ त्यो ब्लकलाई। अहिले अल्छीले आमालाई बनाउनु सबैमा हैन, त्यही ब्लक हुन्छ। अनि यहाँ चाहिँ तिम्रो एउटा टेक अफ पोइन्टबाट निस्किन्छ, यहाँ तिम्रो इनपुट हुन्छ। ल यस्तो हुन्छ क्या। माइनस एक्सिट हुन्छ त्यो वाला, यो तल चाहिँ यो वाला ब्लक हुन्छ है। मैले बनाउन अल्छी गरेँ। तल यो रातो वाला पार्टमा चाहिँ त्यो वाला ब्लक हुन्छ। ल यही हो प्यारलल प्रोग्रामिङको कन्सेप्ट चाहिँ। प्यारलल प्रोग्रामिङ खासै धेरै त सोध्दैन। ल अर्को कुन छ त्यो मैले त मतलब म डिजाइन क्वेसन गरौँ, एन्सर मिलाऊँ भनिसक्यो। डिजाइनको एउटा क्वेसन गरेर ल सोधिदिउँ है। त्यसो भए म स्क्रिन सेयर एउटा गर्छु, कुन चाहिँ क्वेसन गर्ने हो। डिजाइन कुन चाहिँ वाला डिजाइन गर्ने? कुनै गरौँ न, सर्को बेला होइन, सर्कलाई त भयो भइसक्यो त। सर्को वाला त दुईटा त्यही त हो। त्यो बाहेक कुन चाहिँ छ सोधेकै छैन होला। कुन चाहिँ सोधेको थिएछ त्यो बाहेक? हेर त मैले अघि हेर्दै थिएँ, कुन चाहिँ भनेको थियौँ हामीले 8 स्याम्पल। यो गरे छैन होइन सरले, यो गरे छैन। 78 रेगुलरमा सोधेको के भनेर छ पुकारले। च्यानल डिलिट गरिदिएर अरे त्यो बिचरालाई उसकै छुट्यो नि त्यो चाहिँ।